क्रूसका यात्री हो, हाकिसक्यो होला, हानिसक्यो होला यस भावी यात्रामा। नछाडो हिम्मत नहारो, उठो आवाज कम्मर कसम, नछाडो हिम्मत नहारो, उठो आवाज कम्मर कसम। तपाईलाई यत्रो पढ्नमा निराश आउँछ, तपाईँले भने यो गीतले तपाईँलाई उठले जस्तै मरुभूमिमा पानी नपाउँदाखेरि होइन, उठले आफूमा पानी राखेको जस्तै तपाईँले स्टक राख्नुहोस् भित्र, हामी थाक्नु हुँदैन। होला हामीले भनेको कुरा कति नपुग्ला, मैले भने पुग्दैछ होइन, तर हामी चुपचाप गरेर परमेश्वरले हाम्रो जीवन उद्योगको काम गर्नुहुन्छ, हाम्रो आवश्यकता कुराहरू पुरा परमेश्वरले गर्नुहुन्छ। तर चिन्ता तपाईँलाई मैले त्यो छोरी जस्तै लिनु पऱ्यो, ठाउँ जस्तै लिनु पऱ्यो होइन, खालि त्यो उसको मात्रै भार नै हो। तपाईँ जुन जग्गामा बस्नु भएको छ, यो बहिनी किन आएन, यो भाइ किन आएन, चिन्ता लिनुहोस् त परमेश्वरले यो छोरी यो छोरा परमेश्वर उठाउँदै 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 नमुना बनाउँदै बनाउँदै परमेश्वरले लानुहुन्छ। त्यसै गरी अर्को ठाउँमा यो अघि हामीले कहाँ पढेको थियौँ, यशाया 40 को कति पढेको थियौँ, फेरि पढ्नुहोस्। हजुर 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 आस्तेले के होइन, हामी शिक्षक पनि त्यो मण्डलीको मर्यादाको क्रममा चाहिँ रहनुपर्दछ। याकुबले उताबाट ससुराल आइरहेको छ, यताबाट दाइ आइरहेको छ, बिचमा पर्छ याकुब। हाम्रो प्रभु चाहिँ कति महान हुनुहुन्छ त्यो तपाईँ प्रत्येकलाई थाहा छ कि त्यो चिया खाने समयमा आफूले पाएको कुरा एकअर्कालाई बताउनु पर्छ। त्यो चियाको सङ्गति राखेर हामी खान्छौँ दौडिन्छौँ होइन, सक्नुहुन्छ भने जस्तो मैले खाएको प्लेट तपाईँले खाएको प्लेट 8-9वटा राखिदिएको हुन्छ होइन, त्यहाँ तपाईँले पखालेर राख्नु सक्नुहुन्छ। अनि यो बहिनी कस्तो काम गरेको, हामीले सोच्यौँ भाँडामाले स्याहारो तर परमेश्वरको नजरमा त होइन, हामीले खाएको प्लेट माझ्यौँ त परमेश्वरले